के तपाईहरु लङ आवर्स पेचेक टु पेचेकमा अर्काको अन्डरमा काम गर्दा गर्दा दिक्क हुनु भएको छ? के तपाईहरु स्टुडेन्ट लोन, कार लोन र मोर्गेज लोनबाट मुक्त हुन चाहनुहुन्छ? के तपाईहरु सानो आफ्नो छोराछोरी चाहिँ घरमै राखेर काम जानुपर्ने बाध्यता छ? के तपाईहरु आफै बस भएर चाँडै रिटायरमेन्ट हुन चाहनुहुन्छ? यदि त्यस्तो हो भने यो भिडियो तपाईहरुको लागि हुन सक्छ है त। सबैजनालाई नमस्ते, सेवारो। मेरो नाम चाहिँ सुषमा। म चाहिँ नेपालको धरानबाट हो, तर अहिले यहाँ न्युयोर्कमा बस्दै आइरहेको 11 वर्ष भयो, जस्तै आएको जस्तो लाग्छ है। अनि म चाहिँ सिंगल मम हो। प्रोफेसन वाइज चाहिँ रियल एस्टेट एजेन्ट काम गर्थे, तर अहिले त त्यो रियल एस्टेट पनि एकदम स्लो गरेको छु। किन भन्दाखेरि चाहिँ जुन एउटा तपाईलाई हामीले सिनेरियो भनेको थियौ नि, त्यही सिनेरियो अथवा त्यो सिचुएसनबाट बाहिर निस्किनुको लागि चाहिँ यो प्लेटफर्म हामी दुईजनै रन गरेको चाहिँ इट्स बिन लाइक 3 years 4 months मेरो चाहिँ। अनि देखि भाइ तिम्रो छोटो परिचय। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ विकास अधिकारी। म चाहिँ नेपालबाट, हालचाल चाहिँ म न्युयोर्क सिटीमा छु अहिले। अनि मैले चाहिँ यो अनलाइन बिजनेस चाहिँ मेरो साथीको फेसबुकबाट देखेर मैले चाहिँ इन्ट्रेस्टिङ लागेर के होला भनेर आएको। अनि अहिले म ड्रपअप पनि गर्दैछु, प्लस अनलाइन डिजिटल बिजनेस एन्टरप्रेन्योर पनि हो। अनि भाइले चाहिँ लाइक ही हेज मेन्सन, उहाँले चाहिँ यो चाहिँ साइड हसलको रूपमा गरिराख्नु भएको छ र यो फुल टाइम गर्दा नि हुन्छ, पार्ट टाइम गर्दा नि हुन्छ। ल अब मेरो बिगेस्ट वाइ भन्नु पर्दाखेरि चाहिँ भाइ विकास 2014 मा जब फर्स्ट टाइम म चाहिँ यहाँनिर न्युयोर्कमा आएको थिएँ, लाइक एनी अदर इमिग्रेन्ट्स होइन, आई अल्सो स्टार्टेड फ्रम द स्क्रैच। मैले चाहिँ सुरुमा नेल्समा काम गरेँ, त्यसपछि इभन हाउसकिपिङ पनि गर्थेँ पार्ट टाइम। अनि लङ आवर्स भन्दा पनि 14-15 घन्टा दिनमा गर्थेँ। अनि पुस्दै पर्दाखेरि 7 दिन काम गरेको नि रेकर्डहरू छ। त्यत्रो काम गर्दा पनि मलाई चाहिँ जहिले पनि त्यो बिल्सहरूतिर चाहिँ हम्मे हुन्थ्यो। आई स्टिल रिमेम्बर दोज डेज वेन वी युज टु लिभ इन अ सेमी बेसमेन्ट एपार्टमेन्ट, जहाँ चाहिँ दिउँसै बत्ती बालेर बस्नुपर्ने हुन्थ्यो। त्यस्तो एपार्टमेन्टमा बस्दाखेरि चाहिँ जब रात पर्थ्यो, मेरो छोरा चाहिँ बिकज अफ ल्याक अफ अक्सिजन यति खोक्थ्यो होइन। अनि म चाहिँ एज अ मम आई अलवेज युज टु फिल गिल्टी कि मैले मेरो छोरालाई यहाँ लिएर चाहिँ के मैले रङ डिसिजन त गरिनँ, मलाई त्यस्तो फिल हुन्थ्यो। अनि त्यही भएर पनि यस्तो ल्यान्ड अफ अपर्च्युनिटीमा छु, आफूलाई पुस गर्दाखेरि होइन मेरो करियर ग्रो हुन्छ, आफ्नो पर्सनल ग्रोथ हुन्छ भने वाइ नट भनेर चाहिँ मैले रियल स्टेटको लाइसेन्स निकालेँ। तर रियल स्टेट पनि यस्तो कि होइन, पैसा त हुन्छ तर पनि यस्तो स्ट्रेस हुने, अर्काको पछि लाग्नुपर्ने, कोल्ड कलिङ, डोर नकिङ, त्यसले गर्दा नि मलाई त एकदमै गाह्रो भएको थियो। र यस्तो खालको प्लेटफर्म खोजिरहेको थिएँ जहाँ चाहिँ यस्तो स्ट्रेस नहोस्, घरैबाट राम्रो काम पनि गर्न पाऊँ, पैसा पनि राम्रो होस्। त्यही खोज्ने क्रममा चाहिँ मैले यो बिजनेस चाहिँ मेरै आफ्नो घरभित्रको बहिनीले गरेको देखेर चाहिँ म चाहिँ आएको है त। अनि विकास तिमीले कसरी थाहा पायो यो बिजनेस? यो बिजनेस चाहिँ मैले मेरो साथीको फेसबुक पेजबाट, उहाँ चाहिँ मेरो छिमेकी प्लस मेरो साथीको वाइफ, उहाँको भिडियो देखेर मलाई चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो। अनि त्यो देखेर मैले अब अहिले यसमा इनरोल गरेर मैले चाहिँ धेरै कुरा पर्सनल ग्रोथ गरिरहेको छु। प्लस अरू फ्यामिलीहरूलाई पनि मैले हेल्प गरिरहेको छु। यदि तपाईँहरूलाई पनि यो बिजनेस चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला। यस डेफिनेटली है। यदि तपाईँहरू पनि साँच्ची टाइम र फाइनेन्सियल फ्रिडमको खोजीमा हुनुहुन्छ, आफ्नो परिवारलाई टाइम साँच्ची दिनु नसकेकोमा तपाईँलाई पनि म जस्तो गिल्टी फिल भएको छ, अथवा तपाईँहरू चाहिँ होइन कहिलेसम्म अर्काको अन्डरमा काम गर्ने भन्ने चाहिँ तपाईँलाई चाहिँ जहिले पनि काम जाँदाखेरि चाहिँ वाक्क लागेको छ भने चाहिँ, अथवा ब्याङ्कमा भनेको जस्तो सेभिङ भएको छैन भने चाहिँ प्लिज हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। किनकि अहिले आएर चाहिँ मेरो छोटो समयमा यो बिजनेसबाट मैले घर किन्दैछु, विच आइ एम क्लोजिङ सुन। त्यति मात्र नभएर हाम्रो टिममा झन्डै 500 भन्दा धेरै चाहिँ बिजनेस पार्टनर्सहरू जोइन भइसक्नु भएको छ ग्लोबली। सो उहाँहरूको लाइफ दिनै चेन्ज भइरहेको छ, हाम्रो लाइफ चेन्ज भइरहेको छ भने हु नोस् तपाईँहरूको पनि लाइफ चेन्ज हुन्छ। सो त्यही भएर चाहिँ प्लिज हामीसँग कोअर्डिनेट गर्नुहोस्, हामीसँग सम्पर्क गर्नुहोस्। वी आर मोर देन ह्याप्पी टु हेल्प यु, गाइड यु एन्ड एसिस्ट यु। सो एनिवे तपाईँहरू सबैजनालाई हजुरको टाइमको लागि धेरै धन्यवाद। अनि वी क्यान वेट टु सी यु गाइज इनसाइड होइन। हजुर थ्याङ्क यू सबैजनालाई, बाई।